ला आज हेर्नुहोस् त मेरो तरिकाले मटर कोसा र पनिर आलुको तरकारी बनाऊँ। सिम्पल र सादा, आफूसँग जे छ त्यही युज गरेर बनाऊँ है त। त्यसको लागि चाहिँ मैले थोरै आलु काटेर राखेको थिएँ अनि कडाई तताएँ। त्यसमा अलिकति तोरी, शुद्ध तोरीको तेल राखेँ र तोरीको तेललाई एकछिन डढ्न दिएँ। अनि त्यसपछि मैले कटिङ गरेर राखेको पनिरलाई मैले फ्राई हुन राखेँ र बिस्तारै फ्राई हुँदै थियो, रातो हुँदै थियो। त्यसपछि चाहिँ हाम्रो घरमा अलि रातो रातो पनिर खान मन पराउनु भएकोले मैले एकछिन चलाउँदै त्यही राखेँ। अनि काटकुट गरेर राखेको प्याजलाई मैले एकछिन पुऱ्याउन त्यही राखेँ। अनि प्याज रातो हुँदै गएको थियो किनकि प्याज राति हुनुपर्छ नि त यसको स्वाद आउनको लागि। अनि अघि कटिङ गरेर राखेको आलुलाई मैले त्यसमा राखेँ, एकछिन अनि चलाएँ। मलाई चाहिँ केही तरकारी पकाउँदा चाहिँ एकछिन तेलमा भुटेकै मनपर्छ, जुनसुकै तरकारी होस् हो। अनि अघि धोएर राखेको मटर कोसा वा केराउ चाहिँ मैले त्यसमा राखेँ र यसलाई पनि मैले सबै तरकारी मिक्स हुने गरी एकछिन चलाउँदै थिएँ। अनि त्यसपछि मैले चाहिँ लसुनको पेस्ट राखेँ त्यसमा। त्यसपछि आफ्नो स्वाद अनुसारको बेसार, मसला अनि नुनहरू त्यसमा राखेँ। अनि सबै मरमसला मिक्स हुने गरी मैले त्यसलाई अझै भुटभाट गर्दै थिएँ किनकि तरकारी चाहिँ जति भुट्यो त्यति नै मिठो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब तपाईँहरूलाई कस्तो लाग्छ होइन। मलाई चाहिँ जुनसुकै तरकारी चाहिँ एकछिन आगोमा भुट्नुपर्छ र थोरै पानी राखेर मैले त्यसलाई पाक्न दिएँ। अनि त्यसपछि चाहिँ मैले अघि कटिङ गरेर राखेको खुर्सानी र टमाटर त्यसमा एड गरेँ। थोरै नै राख्नुपर्छ किनकि धेरै टमाटर भयो भने चाहिँ अमिलो हुन्छ तरकारी, मलाई खासै मिठो लाग्दैन, त्यही भएर ठिक्क राख्नुहोस्। अनि सबै थोक पाकेपछि चाहिँ मैले अघि फ्राई गरेर राखेको पनिर त्यसमा एड गरेँ। अनि त्यसपछि पनिरभित्र मसला जाओस् भनेर मैले यसलाई राम्रोसँग पाकेको तरकारीमा मिक्स गर्दै चलाउँदै गर्दै थिएँ। त्यसपछि मैले चाहिँ पनिरमा राम्रोसँग मसला मिक्स होस् भनेर तरकारी मजाले चलाएँ किनकि पाकिसकेको तरकारीको मरमसला त्यो भित्र राम्रोसँग लाग्छ नि त त्यसैले। अनि थोरै पानी राखेर त्यसलाई छड्कन राखेँ। अनि तरकारी उम्रेपछि मेरो पनिरको मिठो र सिम्पल तरिकाको तरकारी एकैछिनमा रेडी हुन्छ। ल हेर्नुहोस्, गफमा मेरो पनिर र मटर कोसाको तरकारी एकैछिनमा रेडी हुन्छ। र आजको खानामा चाहिँ फर्सीको साग अनि सलाद अनि अघि बनाएको मटर कोसा र पनिरको तरकारी यसै बनाएर मैले सर्भ गरेको छु। हेर्न सक्नुहुन्छ आज चाहिँ पनिरको तरकारी स्पेसल बनेको छ।